दर्शन दिँदै हरिहर भगति गराम प्रभु दर्शन दिँदै आरती की जय राजा राम रामचंद्र की जय पहले ज्ञान गुरुजनको सेवा गरे निर्ला विद्या ज्ञान ईश्वरको नाम जप्ने होलान् बुद्धिमान ईश्वरको नाम जप्ने होलान् बुद्धिमान मान्नै पर्छ देवी देवता ब्रह्मा विष्णु शिव मान्नै पर्छ देवी देवता ब्रह्मा विष्णु शिव सेवा गरे मुक्ति मिल्ला यो मानव जीवन सेवा गरे मुक्ति मिल्ला यो मानव जीवन ब्रह्मा विष्णु महेश्वर हुनेश्वर परमेश्वर ब्रह्मा विष्णु महेश्वर
अपुत्रलाई पुत्र देलान् निर्धनीलाई धन अपुत्रलाई पुत्र देलान् निर्धनीलाई धन मातृभक्त पितृभक्त देवभक्त बन पृथ्वी र जलवायु प्राणदाता मान पृथ्वी र जलवायु प्राणदाता मान जन्म दिने बाबुआमा ठुला देउता जान जन्म दिने बाबुआमा ठुला देउता जान माता पिता गर्दछन् जनधनको रक्षा माता पिता गर्दछन् जनधनको रक्षा माता पिता गर्दछन् भेला गरम हाँसा खेला हामी सबै भयौँ बेला गरम हाँसा खेला रामकृष्णको नाम जपौँ रामकृष्णको नाम जपौँ केही दिन बाँचन् जेला कोही जना नाच्ने गाउने कोही जना सुन्ने कोही जना नाच्ने गाउने कोही जना सुन्ने रामकृष्णको नाम जपे मिल्ल पक्कै पुण्य रामको नाम अपार हजार संसार रामको नाम अपार हरे कृष्ण अखण्ड नै गाउँछन् हरे राम हरे कृष्ण अखण्ड नै गाउँछन् यज्ञ मन्दिर दर्शन गर्न भक्तजन धाउँछन् भक्ति मुक्ति मिल्छ भन्छन् रामकृष्णको नामले एउटा शिलक अन्तर्गतको कीर्तन गरौँ हामीले श्री रामकृष्णको जीवन कथा भनौँ रामको र कृष्णको जीवन कथा भनौँ रामको र कृष्णको गाई गङ्गा एकादशी व्रत पूजा गरौँ माता पिता गुरु गीता शरणमा परौँ माता पिता गुरु गीता शरणमा परौँ सत्य तीर्थ तपयज्ञ द्वापरमा पूजा सत्य तीर्थ तपयज्ञ द्वापरमा पूजा कलियुगमा भजन कीर्तन पाप होला ध्वजा कलियुगमा भजन कीर्तन पाप होला ध्वजा कलियुगमा कीर्तन
भन्छन् गुरुजन कलियुगमा कीर्तन कलियुगमा कीर्तन गाउने हो कि नाच्ने एउटा प्रश्न गर्छु मैले गाउने हो कि नाच्ने उत्तर सुन्न पाए हुन्थ्यो रुने हो कि हाँस्ने उत्तर सुन्न पाए हुन्थ्यो रुने हो कि हाँस्ने रामसित वनमा जाँदा कोहीजनको मन रोला रामसित वनमा जाँदा कोहीजनको मन रोला राधा कृष्ण वृन्दावनमा हाँसम हाँसम होला राधा कृष्ण वृन्दावनमा हाँसम हाँसम होला रामको आँखा रसाउलान् कृष्णले हँसाउलान् रामको आँखा रसाउलान् कृष्णले हँसाउलान् रामको आँखा रसाउलान् बोले रामचन्द्र भगवानको यो रेकर्ड गर है त त्यसो भए गरेकै छु मम्मी भोलि त हैन पर्सि आउँछ आज मलाई मन भयो हजुरहरूमा आउन एउटा शिलाको अन्तर्गतको रामको भजन गाउन एउटा शिलाको अन्तर्गतको रामको भजन गाउन बालकाण्ड अयोध्यामा खुसी छायो मनमा बालकाण्ड अयोध्यामा सबलाई खुसी मनमा अरण्यमा रामकृष्णले दुःख पाए वनमा अरण्यमा रामकृष्णले दुःख पाए वनमा किष्किन्धामा सुग्रीव मित बाली मार्दा दोष किष्किन्धामा सुग्रीव मित बाली मार्दा दोष सुन्दरकाण्ड युद्धकाण्ड लडाइँको जोस सुन्दरकाण्ड युद्धकाण्ड लडाइँको जोस अस्मितकाण्ड उत्तरकाण्ड आठै काण्ड सुन्नुहोस् अस्मितकाण्ड उत्तरकाण्ड आठै काण्ड सुन्नुहोस् कस्तो लाग्छ सबको मनमा हजुरहरूले भन्नुहोस् कस्तो लाग्छ सबको मनमा सही कुरा भन्नुहोस् मनोरञ्जन लोकगीत रामको भजन हित मनोरञ्जन लोकगीत रामको भजन हित मनोरञ्जन लोकगीत
रामजीको महिमा त हजुरहरूलाई थाहा छ रामजीको महिमा त हजुरहरूलाई थाहा छ जानेको त छैन मैले भन्न मन लाग्छ जानेको त छैन मैले भन्न मन लाग्छ हामी सबै भयो भेला रामको भजन गाउँ हामी सबै भयौँ भेला रामको भजन गाउँ गल्ती त्रुटि होला मेरो सल्लाह सुझाव पाऊँ हजुर सल्लाह सुझाव पाऊँ दशरथ राजालाई सन्तान थिएनन् दशरथ राजालाई सन्तान श्रृङ्ग ल्याए यज्ञ गरे पायस मन्त्री खाए श्रृङ्ग ल्याए यज्ञ गरे पायस मन्त्री खाए दशरथका 3 रानीले 4 छोरा पाए दशरथका 3 रानीले 4 छोरा पाए चैत्र शुक्ल नवमीमा रामको जन्म भयो चैत्र शुक्ल नवमीमा रामको जन्म भयो अयोध्याको दरबारमा उत्सव हुन गयो हजुर अयोध्याको दरबारमा उत्सव हुन गयो अयोध्याको दरबारमा उत्सव हुन गयो अयोध्याको दरबारमा उत्सव हुन गयो अयोध्याको दरबारमा राम लक्ष्मण चारै भाइ गुरुकुलमा गए राम लक्ष्मण चारै भाइ गुरुकुलमा गए चाँडै बढे धेरै पढे चाँडै बढे धेरै पढे धनुर्धारी भए ऋषिलाई कर रावणलाई डर नदीमा लय फाले ऋषिलाई कर रावणलाई डर नदीमा लय फाले पृथ्वीमा सीता जन्मिन् जनकले पाले सीता कसकी छोरी हुन् सीता कसकी हुन् छोरी भन्छन् थरी थरी सीता कसकी हुन् छोरी भन्छन् थरी थरी सीता कसकी हुन् छोरी वध गर्ने शिवजीको धनु सीताजीले उठाउँदथिन् कुनबीरलाई भनु सीताजीले उठाउँदथिन् कुनबीरलाई भनु
के म त्यहाँ बोले कुन बेलालाई भनौँ जनकले बिरहरलाई बाचा गरे पहिले जनकले बिरहरलाई बाचा गरे पहिले शिव धनु उठाउनेलाई सीता दिन्छु मैले दिन तोके राजाले सीता स्वयम्वरको दिन तोके राजाले सीता स्वयम्वरको दिन तोके राजाले हरे 5,000 बिरहरुले धनु बोकी ल्याए 5,000 बिरहरुले धनु बोकी ल्याए धनुलाई उठाउन धेरै बिर आए धनुलाई उठाउन धेरै बिर आए धनुलाई उठाउने सबको हिम्मत गयो धनुलाई उठाउने सबको हिम्मत गयो रामजीले उठाउँदा 3 टुक्रा भयो धनु भाँचे रामले सीता स्वयम्वरमा धनु भाँचे रामले सीता स्वयम्वरमा धनु भाँचे रामले सीताजीले पहिराइन् रामलाई फुलको माला सीताजीले पहिराइन् रामलाई फुलको माला सीताजीले पहिराइन् रामलाई फुलको माला सीताजीले पहिराइन् अयोध्या भारत रामजीका चुप लाग्नु है भजन सुन्नु भजनको अर्थ पनि सुन्न मन भयो म भन्छु नत्र भने भजन सुनौँ त्यो अर्थ सुन्न मन भयो म भन्नुला अयोध्या भारत रामजीका बोरी यहाँ त जनकपुरमा आए रामजीका बोरी यहाँ त जनकपुरमा आए ब्रह्माजी आए राम सीताको बिहे गर्नलाई हे भगवान रामजीलाई सीता लक्ष्मणलाई उर्मिला भरतलाई सुतकृति शत्रुघ्नलाई मान्डवी चारै भाइको त्यही दिन विवाह उत्सव भयो चारै भाइको त्यही दिन विवाह उत्सव भयो चारै भाइको त्यही दिन दाइजो दिए जनकले हात्ती घोडा धेरै दाइजो दिए हिरामती लाभा लस्कर रामजीले लिए 4 वर 4 वधु जन्ती बरियात अयोध्यामा गए 4 वर 4 वधु अयोध्यामा गए रामलाई राज्य दिन्छु भने राजा भन्दा भए अयोध्याको दरबारमा उत्सव हुन गयो अयोध्याको दरबारमा राज्य दिन्छु भन्छन् दशरथले रामलाई राज्य दिन्छु भन्छन् दशरथले रामलाई राज्य दिन्छु भन्छन् दशरथले रामलाई त्यसै बेला कैकेयीले आफ्नो मनमा गुनिन् त्यति बेला कैकेयीले आफ्नो मनमा गुनिन्
मन्थराको उपदेश राम्रोसँग सुनिन् मन्थराको उपदेश राम्रोसँग सुनिन् कहिले भन्छ हे महाराज भन महारानी मलाई बाचा गर्नुभएको थियो पहिल्यै वरदान दिनु पर्यो अहिले बाचा गर्नुभएको थियो पहिल्यै वरदान दिनुहोस् अहिले महाराज भन्छन् भन महारानी के माग्दछौ भन दिन्छु मैले वरदान के माग्दछौ भन दिन्छु मैले वरदान यस्तो टिम पासी त म रातभरि नि बजाउन सक्छु त हे महाराज टिम हुनु पर्यो रामलाई 14 वर्ष वनमा रामजीलाई 14 वर्ष वनमा भरतलाई राज्य दिनुहोस् कस्तो लाग्यो मनमा हे महाराज कस्तो लाग्यो मनमा भरतलाई राज्य दिनुहोस् कस्तो लाग्यो मनमा रामलाई राज्य हुँदैन भन्छन् कैकैले रामलाई राज्य हुँदैन भन्छन् कैकैले रामलाई राज्य हुँदैन अरे त्यो लामो बजाइदिए तँलाई हातमा लियो कलममा से कागजमा लेखे हातमा लियो कलममा से कागजमा लेखे के लेखे सबैजनाले देखे कोही जना रुन थाले कोही जना हाँसे कोही जना रुन थाले कोही जना हाँसे लेखेको लौकाले ढोकामाथि टाँसे भित्र थिए रामचन्द्र लक्ष्मणले देखे भरतलाई रजाए रामलाई बोल्न भरतलाई रजाए रामलाई वनवास भरतलाई रजाए को आज्ञा पालन गरी राम हिँडे वनमा सीता पनि जान्छु भन्छन् कस्तो लाग्यो मनमा सीता पनि जान्छु भन्छन् कस्तो लाग्यो मनमा अयोध्याको के आशा सीता भन्छन् जान्छु रामकै पास अयोध्याको के आशा जान्छु रामकै पास भन्छन् दाइ जाने होइन वनमा जान हुन्न वनमा कस्तो लाग्यो वनमा मार्न परे मार्छु मर्न परे मर्छु त्यसै कहाँ छोड्छु मार्न परे मार्छु मर्न परे मर्छु त्यसै कहाँ छोड्छु जाने होइन वनमा राम लक्ष्मणको कहाँ दाइमा धनु राम लक्ष्मणको कहाँ दाइमा धनु राम लक्ष्मणको
राम नहेर मेरो मुखमा मलाई लैजाऊ डोरीले बाँध रुखमा मलाई लगेर डोरीले बाँध रुखमा केही नमान डर रामले राज्य गर केही नमान डर रामले राज्य गर नजाऊ सीता वनमा के सोच्यौ मनमा नजाऊ सीता वनमा के सोच्यौ मनमा नजाऊ सीता वनमा पर्ला भने रुमाल लिँदछु आँसु पोत्न पर्ला भने रुमाल लिँदछु हजुरहरू नरोइ बस्नुहोस् म मात्र रुँदछु हजुरहरू हाँसिरहनुहोस् म मात्र रुँदछु नरुनुहोस् हजुर जति रुनी मै रुम्ला नरुनुहोस् हजुर जति आज मलाई बिदा दिनुहोस् वनको राज्य पाइयो आज हामीलाई बिदा दिनुहोस् वनको राज्य पाइयो आमा भन्छन् राम बिदा माग्छौ अहिले तिमी आउँछौ कहिले बिदा माग्छौ अहिले तिमी आउँछौ कहिले राम भन्छन् सोध्नुभयो अहिले के भन्नु खाएँ मैले आमा सोध्नुभयो अहिले के भन्नु खाएँ मैले हजुरको हातको भुजा आजैसम्म खाइयो हजुरको हातको भुजा अझैसम्म खाइयो आमा भन्छन् रामलाई बोलाएर खानेकुरा दिन रामजीलाई बोलाएर खानेकुरा दिन खान्न आमा खाइसके चढाइदिनुहोस् बिदा खान्न आमा खाइसके चढाइदिनुहोस् बिदा दिनु कसरी रुन्छ मन यसरी बिदा दिनु कसरी रुन्छ मन यसरी बिदा दिनु कसरी आमा भन्छन् राम राम आऊ न आऊ काखमा बसी खाऊ न खाऊ तिमीले आऊ न आऊ काखमा बसी खाऊ न खाऊ तिमीले
भन्छ सुनि राम भन्छन् अब त कतै खाउँला नि मैले गयो खाने बेला मखन मिल्यो राज्य बनको भरतले राज पाया यहीँ बसी गरिन् राज्य जनको भरतले राज पाया यहीँ बसी गरिन् राज्य त्यति बेला रामजीका बुबा आमा दुवै मूर्छा भए रामजीका बुबा आमा दुवै मूर्छा भए राम लक्ष्मण सीता वनतर्फ गए राम लक्ष्मण सीता वनतर्फ गए सीता सहित वनमा कस्तो मनमा सीता सहित वनमा कस्तो मनमा सीता सहित वनमा राम राम लक्ष्मण सम्झन छन् हरि राम राम लक्ष्मण सम्झन छन् हरि दशरथ स्वर्ग भए पुत्र शोकमा परे दशरथ स्वर्ग भए पुत्र शोकमा परे स्वर्ग नि भए दशरथ पुत्र शोकमा परे स्वर्ग भए दशरथ पुत्र शोकमा परे स्वर्ग भए त्यति बेला भरतजी मामा घर थिए त्यसै बेला भरतजी मामा घर थिए पिता स्वर्गीय भए भन्ने खबर पुर्याइदिए पिता स्वर्गीय भए भन्ने खबर पुर्याइदिए भरत घरमा आए पिताजीको क्रिया गर्न लाए यताउता दरबार जताततै खोज्छन् राम सीता कता गए भनिकन सोध्छन् सबैजनले कहे राम लक्ष्मण सीता वनवासी भए राम लक्ष्मण सीता वनवासी भए भरतले सम्झन्छन् रामलाई गाली दिन्छन् आमालाई सम्झन्छन् रामलाई गाली दिन्छन् आमालाई भरतजी राम सीताको खोजमा वनतर्फ जान्छन् राम सीताको खोजमा वनतर्फ जान्छन् रामको दर्शन पाएपछि कन्तमूल खान्छन् रामको दर्शन पाएपछि फलफुल खान्छन् महलमा बस्छन् सीता
महल्लामा बस्छन् सेहुलीको झुप्रो 84 व्यञ्जन खान्थे रामसित 84 व्यञ्जन खान्थे रामसित कन्तमूलको थुप्रो र फलफुलको छाउ गाँस बुटा मुनि बास फलफुलको छाउ गाँस बुटा मुनि बास फलफुलको छाउ गाँस बिस्तारा पातको सिरानी छ हातको बिस्तारा पातको सिरानी छ हातको हेरा मूर्छा भए भरत सीतालाई देखेर मूर्छा भए भरत सीतालाई देखेर मूर्छा भए भरत भरत भन्छन् हेदाय रामले राज्य गर्नै पर्छ मैले सेवा गर्छु रामले राज्य गर्नै पर्छ मैले सेवा गर्छु महल्लामा नगए त म त यही मर्छु दाइ म त यही मर्छु राम भन्छन् यहाँ बस्ने होइन भाइ नरौ झर्केर यहाँ बस्ने होइन भाइ नरौ झर्केर 14 वर्ष बितेपछि आउनेछु फर्केर भाइ 14 वर्ष बितेपछि आउनेछु फर्केर रामजीको सेवा गर्छु भरतले अनि रामजीको सेवा गर्छु भरतले अनि राम भन्छन् मेरा खराउली जाऊ राज्य गर भन् भरत मेरा खराउली जाऊ राज्य गर भन् रामजीका खराउली भरत फर्के आए रामजीका खराउली भरत फर्के आए गादी माथि खराउ राखी राज्य गर्न लाए गादी माथि खराउ राखी राज्य गर्न लाए रामजीको नामले राज्य गरे भरतले रामजीकै नामले राज्य गरे भरतले रामजीकै नामले राज्य गरे भरतले रावणको जन्म भयो शास्त्र पढ्दो भयो पहिलेको कुरा रावणको जन्म भयो शास्त्र पढ्दो भयो ब्रह्माको तपस्या गरेको थियो ब्रह्माको वरदानले मत्त हुँदै गयो ब्रह्माजीको वरदानले मत्त हुँदै गयो विश्रवाको छोरो भयो पुलस्तको नाति विश्रवाको छोरो भयो पुलस्तको नाति सबलाई वर्ष पर्दै गयो सबलाई वर्ष पार्दै गयो गर्छु अनेक भाँति तिनै लोकको मालिक हुँ भन्छ रावणले तिनै लोकको मालिक हुँ तिनै लोकको मालिक हुँ त्यसै बेला
रामलाई पति भत्छु भने सुपर्ण खाइन् रामलाई पति भत्छु भने सुपर्ण खाइन् नकाटिदिए लक्ष्मणले रावणलाई कुरा लाइन् रावण र मरिचको बातचित भयो सुनको मृग बनिकन वनतर्फ गयो सीताजीले सुन मृग देखिन् वनमा खुलतुली लायो मनमा र यति राम्रो मृग हामीले फेरि कहाँ पाउने कि चोलिया लाउँछु मैले कि जिउँदै खेलाउँछु सुन मृग मारिदेऊ भन्छन् सीता माई सुन मृग मारिदेऊ भन्छन् सीता माई सुन मृग मारिदेऊ राम भन्छन् होइन सुन मृग रावणको छला हो होइन सुन मृग रावणको छला हो होइन सुन मृग रावणको छला हो
मलाई जन्मै नदेऊ अर्को जन्म फेरि बरु मलाई जन्मै नदेऊ अर्को जन्म फेरि भाइले भाइलाई काट्यो अरे कठै आउँछ पर्दाखेरि जगतैका उज्यालो जन्मे कृष्ण बाला जगतैका